लेकतिर घुम्न जानु पर्यो छैन केही लानु छैन फाइनली हिँड्यो साहसिक यात्रामा हामी बाध्यताले हो रहरले चाहिँ होइन है हेलो एन्ड नमस्ते स्वागत गरेँ मेरो च्यानल राइडर राम भ्लगमा जुगलदेखि भ्लगिङ गर्दैछु जुगलकै अलि अन्तिमतिर रहेको गाउँ गुम्बा गाउँको पाङ्ग्रपुमा जाँदैछ हामी पाङ्ग्रपु आजै जानुपर्ने अहिले छिट्टै पुग्नुपर्ने है काम विशेष त्यस्तै पर्यो भोलि जाँदा पनि हुन्छ भन्ने छैन कि आजै जानुपर्छ पानी रोक्दै रोकेन हिजोदेखि पानी परेको छ रोक्दै रोकेको छैन 3-4 खोला छ एकदमै अब तरमा कतिको सक्ला नसक्ला हेरौँ सक्दै छैन भने हिँडेर भए जानुपर्छ 2 घन्टा हिँड्नुपर्छ अलि तलबाट हो यो चाहिँ खोलाको ओए ओ माई गॉड मुस्किलले तर यार त्यो खोला चाहिँ त्यहाँ अगाडि छ कि एउटा सुन खोला त्यो सुन खोला झन् योभन्दा ठुलो छ वाह क्या दामी देखेँ है ओ माई गॉड ल दामी देखेँ है दामी देखेँ पट्टी ठुलो उर्ले है कमाल है बनाऊ ल यहाँ चाहिँ पहिरो आउला चाहिँ रुख हल्लिरहेको छु के गर्ने त नि हामी जाने त जाँदा जाँदा आयो भने रुखै लस्क्या भर्खरै तिमीले देख्या हो ओहो माथि माथि हेर्दै हिँड ल तिमी माथि हेर्दै हिँड है रुख हल्का भाँसेको रे के म त यादै नगरेँ के म त त्यो हल्लेको चाहिँ देखेँ त्यो बाँदरले हल्लायो भन्नाने के आमा बाँदरले हल्लायो भन्नाने के मात्र छ यार लड्यो नि त चाहिँ बाटो हेर्दैछ है यसो टेकेर म आफू टेक्न जानु पर्यो ढुङ्गा छ यहाँ कस्तो स्पिड आएको त ढुङ्गा छ यहाँ पनि मान्छे बगाउनु हुँदो रहेछ ए मान्छे बगाउँदो रहेछ के हो मान्छे लाँदो रहेछ त यहाँ त डोराएर लानु पर्यो बाइक यो पानी चाहिँ अलि स्पिडमा आएको छ क्या त्यो बाइक घुटाउँछ कि जस्तो लाग्यो बाइक त लडाइदिन्छ यसले है मान्छे लडाउँदो रहेछ
जान सकिहाल हामी सम्भवै छैन है दुःख पाउनु भयो त यार यस्तो राम्रो बाटो यो सबै खोला आएछ क्या बाढी आएर सबै छिरेछ यता अब कति दिन चाहिँ गाडी नजाने हो सेट यो त असम्भवै छ यार आज त अनि यस्तोमा कहाँ बाइक जान्छ यार गाडी त जाँदैन बाइकको कुरामा खोला ठुलो छ है अब जान सक्दैन हामी अब त्यो पुलबाट ढाँगाबाट 1 घन्टाको बाटो हिँडेर भए जान्छु माथि मान्छे खोला यो चाहिँ मान्छे खोला यता हेर ल फोटो खिच्छु कपाल यस्तो गर अब हिँडेर जान पर्ने होला त्यो बाटो हेर्छु माथि बाइक कति जान्छ अब त्यो ठाउँमा ए कहाँ जान्छ बाइक जाँदैन नि नहेर्नु नि भयो बाटो यस्तो छ कहाँ जान्छ बाइक यार नि त्यहाँ यो पुल पनि यस्तो रहेछ केटो के गर्ने अब हिँडेर जानु पर्यो सकिएन ल सकिएन बाइक लान अब कहाँ राख्ने बाइक चाहिँ है ल पुल पनि यस्तो भत्काएर रहेछ है अब त्यो खोला तर्न नसक्यो नि यो बाटोबाट चाहिँ बाइक लगाउन सोचेको यता पनि झन् खराब रहेछ है दाजुभाइ 1 घन्टाको 2 घन्टा कति लाग्छ थाहा छैन लुखुर लुखुर हिँड्छौँ लेकको यात्रा यस्तो त नि यहीँ यस्तो रहेछ अनि बाइक कसरी चढ्नु त ल हामी पाहाडको जानला अब पैदल यात्रा भयो हाम्रो अब खोलाले गर्दाखेरि न बाइक गर्न सकिने अब हिँड्दै 2 घन्टा जति लाग्ने कति लाग्ने हो गाह्रो छ अब पानी परिरहेछ है यस्तो छ बाटो नि दुई घन्टाको बाटो भर आधा घन्टा हिँड्यो आधा घन्टा हिँड्दाखेरि नै भैरवकुण्डमा हिँड्दाखेरि बरु यस्तो थाकेको थिएन है झन् पानी परेको बेलामा कोही छैन तालजा लाग्छ हिँड्न सक्ला कि नसक्ला भयो क्या यो डल्ले पोखरी हो योभन्दा अगाडिको मेरो पहिला पहिलाको भ्लग हेर्नु होला त्यहाँ पोखरी छ एउटा त्यहाँ हिउँ पनि परेको थियो त्यो भिडियो हेरिदिनु होला देख्न सकिन्छ झरनै झरना यहाँतिर बर्खामा त अटोमेटिक जताततै झरना बन्ने क्या केटो धेरै पछि हिँड्यो है हिँड्ने बानी त छैन नि मलाई पनि तिमी एउटै त नि तिमी फेरि वेट कम छ नि त मेरो वेट फेरि छ 70 प्लस कति छ है ल भिरको बाटो हिँड्दैछ हामी त म तिम्रो भिडियो खिच्छु यहाँबाट गुल्डियो भने ऊ तल पुगिन्छ गुल्डिएन भने माथि पुगिन्छ एकदमै ठुलो पानी पर्यो दाजुभाइ यहाँ छहरीमा भन्छ कि केमा भन्छ यसलाई होइन ओत लगाएर बसेको छु झरना त्यहाँ छ झरना त होइन यो खोला बबाल छ है
गाडीमा हुने यताबाट गाडी बाइकमा यताबाट हिँडेर जानु पर्थ्यो हामी चाहिँ सर्टकटको यात्रामा पानी अहिले अलिक कम भयो योभन्दा ठुलो परेको थियो कि त जुगा आएछ खै जुगा ओहो जुगा मलाई पनि लागिसक्यो होला अब बस रद घटोस् यहाँ ठुलो ढुङ्गा रहेछ एउटा यो ढुङ्गामा चाहिँ बाख्रा के सहित ओर्लाइरा बाजे त्यहीँको तपाईँ मलाई भेट्न आइसक्यो अर्कोले ल हामी माथि लेकमा पुगिसक्यो है तल देख्न सकिन्छ बेसी भन्छ कि के हुन्छ तलतिर हामी आएको चाहिँ ऊ त्यो यो खोलाको बाटोबाट आएको हाम्रो बाइक कहाँ छ भन्दाखेरि हाम्रो बाइक उयो घरतिर छ है यो घरमा चाहिँ यहाँ एउटा ठुलो खोला छ त्यो तर्न सकेन यहाँ पहेँलो देखेको चाहिँ मिसिन हो स्काभेटर हो बाटो बनाउन आएको थियो आज त्यसले बाटो बनाउन सक्दैन खोला ठुलो छ अनि त्यो घरतिर चाहिँ हाम्रो बाइक छ त्यहाँदेखि हामी हिँडेर आएको गाडीमा आउने भने यो बाटो यसो सर्प जसरी गाडी बाइकमा आउने हो हामी चाहिँ सर्टकट आइदिएको अब मेरो विचारमा चाहिँ 20 मिनट जतिमा हामी पुगिन्छ होला अब 20 मिनटमा त बाइक राखेको 1 घन्टा 15 मिनटमा आइपुगेछ हामी फाइनली आइपुग्यो हामी पङ्गरपु गुम्बा अब यहाँबाट अलिकति नजिक अलिकति हिँडेपछि पुग्छ पुऱ्याउनु थियो यो पनि हेल्पपोस्टकै हो छुट्टै बजेटबाट बनेको होइन हाम्रो यति हो ल पाङ्गरपुको बस्ती है यो रमाइलो छ अब काम सक्यो लगभग 2 घन्टा लाग्यो काम सघाउनुलाई पनि है 2 दाजुभाइलाई अब हामी खाजा खान्छौँ यहाँ चाउचाउ अर्डर गरेको छु चाउचाउ अन्डा इनर्जी आउँछ त्यसपछि हामी ओह्रालो लाग्छु 1 घन्टाको बाटो नेटवर्कै टिपेन है सब्सक्राइब लाजी हाँ भाइ त्यो त थकान भयो नि त धेरै थाक्यो है भोलि दिनभरि सुत्दै कि फेरि काम आराम गर्ने अब के छ तिमीहरूको नाम के हो युवराज उसको नाम राहुल मेरो नाम युवराज ल म तिमीहरूलाई भिडियोमा हाल्छु ल युट्युबमा है ओके वाउ ल पानी परेपछिको यो आकाश खुले चाहिँ भने जस्तो गीत एउटै छ त तिम्रोमा फोन आएर छ यार हो पानी परेपछिको आकाश खुले झैँ तर आकाश खुल्या छैन बबाल राम्रो दृश्य देखेर छ हामी त बादलभन्दा माथि छ हौ लेकतिर लेखक हामी केटाकेटी बादलभित्र कुहिरो छ लोड भएको थियो काम गरेर है पानीमै भिजी चाउचाउ खायो रेडबुल खायो एनर्जी आएको छ अहिले चाहिँ बल्ल एनर्जी आयो आएन केटो आयो त एनर्जी हामी चाहिँ पाङ्गरपुमा छ है पाङ्गरपु गुम्बा अब फर्किँदैछु 1 घन्टाको यात्रामा हामी बाइक होटलमा पुगिन्छ त्यसपछि आधा घन्टामा चनौडे होटलमा पुगिन्छ दाजुभाइ यस्तो रमाइलो
ल जाउँ ल दाइ लाग्यो है लगभग 7 बजे छ फर्किँदाखेरि है कहाँबाट जाने यार त्यो ढुङ्गा बस्यो गयो ओ बाबु बाइक छिर्ने बाटो छैन रहेछ नि यार फर्कायो यार उनीहरूले यार अब हामी कसरी जाने त गइरहेको छु यहाँ छिर्छ कहाँबाट छिर्छ भने त पकाइ होइन धकाल मात्र पका पका भन्न छिर्यो यार कहाँबाट जाने हो यार बिहान कहाँबाट आएको हामी है हेर त हेर राम्रोसँग हेर फेरि त्यहाँबाट ल्याउनु पर्यो हो पर्दैन त्यही बस्छ तिमी त्यही बाइक त पुरै तल तानिदिएर के